अस्ति जुन रासोपाले महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने प्रस्ताव ल्यायो त्योसँगै हाम्रो डाक्टर सीके राउतको मन एकदमै पोल्न थालेको छ। उहाँको स्ट्याटस दिनौदिन आइरहन्छ खालि प्रदेशसभा खारेज गर्ने भनेर। अब उहाँको सपना चाहिँ प्रदेशसभा खारेज गर्यो भने टुटेको देख्न सकिन्छ। किनभने उहाँको सपना भनेको मधेसलाई टुक्र्याएर छुट्टै देश बनाउने उहाँको सपना थियो होइन, एजेन्डा नै थियो। किनभने पहिला पनि हामीले उहाँको भिडियो हेरेको, उहाँको भाषणहरूमा पनि त्यही एजेन्डा थियो। अब त्यसले गर्दा चाहिँ प्रदेशसभा खारेज गर्दा चाहिँ के हुन्छ भने अब वैधानिक बाटो बन्द हुन्छ क्या सरकार बनाउने। किनभने प्रदेशसभामा सरकार बनाउनलाई चाहिँ मुख्यमन्त्री हुनलाई अब प्रदेशसभाको सदस्य अनिवार्य हुनुपर्छ। त्यसले गर्दाखेरि प्रदेशमा सरकार गठन गर्ने वैधानिक बाटो नै बन्द हुन्छ। अब त्यो हुँदाखेरि चाहिँ के हुन्छ भने अब त्यो प्रदेश स्वत सरकारले, सङ्घीय सरकारले नै चलाउने हुन्छ क्या। त्यसले गर्दा उहाँको सपना तुइने हो कि भन्ने डरले चाहिँ उहाँको दिन प्रतिदिन उहाँको स्ट्याटस आएको आइछ। अब यसमा तपाईँहरूको के छ अब विचार एकपल्ट कमेन्टमा भन्न नभुल्नु होला है।